फुलै फुलको के भयो फुलै फुलको बगैँचा नमस्ते हेलो गाइस नमस्ते हेलो गाइस नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ आज फेरि पनि हामीहरू हजुरहरूको सामु एउटा मिनी भ्लग लिएर आइसकेको छौँ सबैजनाले भिडियोलाई लास्टसम्म हेरेर के कस्तो लाग्छ भिडियो इन्जोय गर्नु अनि पानी पनि परिरहेको थियो दिउँसभरि अहिले चाहिँ पानी पनि परेको छैन है मजा आइरहेको छ त्यो सी ठाउँ चाहिँ यस्तो बाई बाई इन्जोय फेरि अनि अहिले सबैले भिडियो हेरेर कस्तो लाग्छ अनि लास्टमा सेयर लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु है त सी यू आज फेरि हामी एउटा नयाँ भिडियोको साथ हजुरहरूसँग आउँदैछौँ आज चाहिँ हामी पार्क आएको छौँ कि इभिनिङ के भन्छ वर्कआउट गर्नको लागि सधैँ हामी भेटिन आइरहेको छ पुरा भिडियो हेरेर सपोर्ट गर्नु है त के छ मैचाङ एकदम ठिक छ यहाँ आएर नयाँ नयाँ चिज सिक्न पायो एकदम रमाइलो खाना जस्तो हिरो भन्दैछ यस्तो हान्छु खाना जस्तै हजुर ट्राई गर्ने होइन यो नारायणी हो यो चाहिँ जोरकुसुम पार्क भरतपुर दामी छ बबाल एकचोटि भिजिट गर्न आउनु गर मजाले गर भोलि राति यस्तो खुट्टा दुख्छ भोलि राति होइन भोलि बिहान दुख्छ म अहिले गर्छु एकछिनमा नारायणीको क्या दामी भ्यू वा यो चाहिँ हाम्रो दिदी चाहिँ एक्सर्साइज गर्दै हुनुहुन्छ हेर्दा आमामा भ्यू पनि क्या दामी छ भ्यू हेर्दा वाउ यस्तो भ्यूमा त एक्सर्साइज गर्नु क्या छुट्टै आनन्द आउँछ यस्तो दामी मौसम वाउ नाइस यस्तो हावा दामी चले यस्तो हेलो भाइ के छ कस्तो लाग्यो यो गर्दाखेरि जिम सन्चै लाहा रमाइलो लाहा अब ये कौन है बे रमाइलो भएको छ के भाइ बाबुले त लजाको रिल्स पुल्स नगर्ने जान्ने न अहिले के पढ्दै मुख सुख फुटाइदिन्छु म हेर यस्तो यहाँ मेरो दिदीले अरूको भिडियो हेरे अरूलाई हेर्नु भएको छ आफूले जिम नगर्ने भने पनि जिम गर्न आउनु भएको यस्तो अरूलाई भिडियो गर्नु भएको मौसम पनि क्या दामी हो भ्यू वा जोस रमाइलो भा हेर न तिम्रो नाम भनिदेऊ नि तिम्रो नाम भनिदेऊ न भन न भनिदिने हौ भन अनि ऊ त्यो दिदीले चाहिँ छोडिदिन्छ अरे के नाम भन छोडिदिन्छ एबाट आउँछ एबाट के हो दुईटा ए के हो आदित्य हो के हो आयुष ओ रकडा के छ खबर कतिको ठगिराख्यो कि नै केही भयो होइन रमाइलो भए हो दिनदिनै आउँछु आउनु कोसँग आइक्यो आज एकजना आइक्यो हो खै कसन्दाई ए कसन्दाईसँग बाबुको दाइ चिडीमा बाबु छ एक्सर्साइजमा ऊ फेरि सक्ने नसक गइरह म भिडियो बनाएर मेरो टर्न यो भरे सिधा भेटको हेर्छ मेरो कपाल के गरे
भयो? त्यो केटा चाहिँ यो सिगरेट खाएर चाहिँ एक्लै भित्र बस्छ किन छोडेको छ फेरि हाम्रो दिदी चाहिँ नेक्स्ट एक्सर्साइज गर्न लाग्नु भएको छ यस्तो मजाले पसीना आइसक्यो खुलु लगता है दुनिया भर के सारे प्रॉब्लम को किसी ने अपना ही पता बता दिया है के भइरह? एकदम मस्त भइरहेको इको पार्क कता हो इको पार्क? हजुर इको पार्क ओके इको यो भयो पार्क यो इको पार्क केही अरू क्वेसन? अरू के छ कस्तो लागिरहेको मलाई त नभएर तिमीलाई मलाई त एकदम मजा आइरहेको केटीहरूलाई आँखा जस्तो लाग्छ के अरे कौन है ये जिसने दोबारा मुड़ के मुझे नहीं देखा? एक्सर्साइज नगरेर हिरो बनेर त्यो केटीहरूलाई आँखा ये लड़की पागल है पागल है पागल है पागल पागल केटी के भयो? जोड लगाएको हैसा अलिक सानो सानो घर यसरी पोता सजिलो त हुन्छ है दिदी त्यसै हेर्दा कस्तो लाग्छ बाबु अहिले गर्दाखेरि रमाइलो छ है टक्कै के लाज लागेको हो बाबुलाई लाज लागेको हो कति घर पहाडी बसेर नबोल्दै त्यतिकै अरे 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 यार ऊ दिदी चाहिँ कार्डियो गर्न लाग्नु भएको मजाले यस्तो मजाले गर्नुभएको ऊ पसिना आइसक्यो ऊ पानी खानुहुन्छ दिदी म त खै के भइरहेछ यहाँ अर्को दिदीले हाम्रो यहाँ एक्सर्साइज गर्दै हुनुहुन्छ ऊ पुरै प्याक छ यहाँ हाम्रो फुलहरू यस्तो दामी फुलहरू फुलेको छ यहाँ नरायणीको भ्यू हेर्नु त वाउ 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 फुलै फुलको बगैँचामा अरू मलाई गीतै आएन मलाई नेपाली मेरो स्वर चाहिँ यस्तो नराम्रो हो त्यही भएर गीतै आउँदैन मेरो चाहिँ छ वर्ल्ड रेकर्ड राख्नु जस्तो फेरि साँच्चै मेरो चाहिँ सुनेपछि त आफैले हाँस्छ लाग्छ हाँसो त मलाई नि लाग्छ नि अनि कस्तो भयो त नि आजको एकदम राम्रो रमाइलो दिन कस्तो भयो साँझ कस्तो भयो मसँग एकदम बिताएको पल कस्तो भयो एकदम मुभेबल मुभी मेमोरेबल भयो एकदम मुभीएबल भयो नि पल चाहिँ My tongue is slipped now. नाउ से सरी सरी कहिले कहिले यस्तो हुन्छ कि बोल्दाखेरि भनेको के भन्छु बोल्दाखेरि मुखमा अर्कै निस्किन्छ त्यस्तै भयो कि मेरो यो केसमा बोल्दाखेरि के फेरि पनि तिमी केही रङ भनेर खाऊ नर्भस भइरहेको छु नि फर्स्ट ब्लग हो नि त्यही भएर हो गाइस यसो मिस्टेक भयो भने सरी है नेक्स्ट ब्लगमा राम्रोसँग सक्छौ ओके नेक्स्ट ब्लगमा राम्रोसँग बोल्छु हजुरलाई मक्ख पार्छु अनि अब हामी केमा जाने हामी यसो हाम्रो हामी सकरामा जाने सकाराममा जाने पागल। भिडेको नि त सकाराम यस्तै हो नि त नि यहाँ दिदी चाहिँ भिडियो हुनुहुन्छ हामी सकाराममा बसेर सकरा हाम्रो सकरा नयाँ ल्याङ्ग्वेज सकरा सकाराम सकाराम चला नि त तिमी ओके नपल्टाऊ ल ओके मसँग चाबी ह कसरी चलाऊ चाबी तिमीसँग ह छैन दिदी अनि कसरी चलाउँछौ त नि लगाइज यति हामी गयौँ
जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। फाइनली हामी ओकाल सकिसकेको छ। सबैजनाले भिडियो लास्टसम्म हेर्नुभयो होला। हामी यति भन्दै फेरि नेक्स्ट भिडियोमा भेटौँला है त। मन पऱ्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब नबिर्सिनु होला है। ओके बाई बाई, सी यू इन माई नेक्स्ट भिडियो। Alright.